भाइ बहिनीहरूलाई आजको कक्षामा स्वागत छ। आज हामी कक्षा 10 को विषय नेपाली अन्तर्गत पाठ उज्यालो यात्रा पाठको अभ्यास खण्ड गर्न गइरहेका छौं। हाम्रो अभ्यास खण्डमा रहेको छ आज शब्द भण्डार। शब्द भण्डारमा रहेको नम्बर 1 मा दिएका अर्थ आउने शब्द उज्यालो यात्रा कविताबाट खोजेर लेख्नुहोस् भनेको छ, जसमा 1 नम्बरमा छ मनमा उत्पन्न हुने भाव वा विचार। मनमा उत्पन्न हुने भाव वा विचारलाई यस कवितामा संकल्प यो शब्द भनिएको छ। त्यस्तै नम्बर 2 मा श्रीखण्ड घोटेर बनाइएको लेप। श्रीखण्ड घोटेर बनाएको लेपलाई कवितामा चन्दन भनेको छ, चन्दन। त्यस्तै गौरवले भरिएकोलाई सगौरव भनेको छ, सगौरव भनिएको छ। त्यस्तै गरेर घ नम्बरमा आफ्नो स्वामित्व वा अधिकार छाड्ने कामलाई त्याग भनेको छ, त्याग। त्यस्तै गरेर सबैभन्दा उच्च वा अल्गोलाई हामीले सर्वोच्च यी शब्दले अथवा यो सर्वोच्च भन्ने शब्द कवितामा प्रयोग गरेको छ। अब बुझ्नुपर्ने कुरा के छ भने जस्तै मनमा उत्पन्न हुने भाव वा विचारलाई के भनिएको रहेछ? संकल्प भनिएको रहेछ। श्रीखण्ड घोटेर बनाइएको लेप भनेको लाउने वस्तु, लेपलाई के भनिएको रहेछ? चन्दन भनिएको रहेछ। त्यस्तै गरेर गौरवले भरिएको शब्दको सट्टाको सगौरव भन्ने शब्द प्रयोग गरिएको रहेछ। त्यस्तै आफ्नो स्वामित्व वा अधिकार छोड्ने काम चाहिँ त्याग भन्ने शब्द प्रयोग गरिएको रहेछ। त्यस्तै सबैभन्दा उच्च वा अल्गोलाई सर्वोच्च भन्ने शब्द चाहिँ यो कवितामा प्रयोग गरिएको छ। यसरी हामीले यो कविताबाट चाहिँ यी शब्दहरू छान्न पर्दछ। हामीले प्रश्न नम्बर 1 गरिसकेका छौं। अब हामीले प्रश्न नम्बर 2 गर्न गइरहेका छौं। प्रश्न नम्बर 2 मा भनेको छ दिएको अनुच्छेदबाट 2 जोडी पर्यायवाची शब्द पहिचान गर्नुहोस् भनेको छ। पहिचान गर्नुहोस्। अब पहिचान यहाँ पर्यायवाची शब्द भन्नाले समान अर्थ दिने भन्ने कुरा हामीलाई थाहा नै छ। जसमध्ये भनेको छ गाई मानिसले पाल्ने घरपालुवा जनावर हो, यो चौपाया वर्गभित्र पर्छ। मानवका लागि गाईको दुध निकै पोषिलो हुन्छ। शरीर स्वस्थ राख्नु तागतिला कुराहरू खानुपर्छ। दुग्ध र दुग्धजन्य पदार्थ बिक्री गरेर मान्छेले आर्थिक उपार्जन पनि गर्दछन्। गाई पालनलाई व्यवसायका रूपमा प्रयोग गरेर धेरै आम्दानी गर्न सकिन्छ भन्ने कुरा अनुच्छेद दिएको छ। अब हामीले यो अनुच्छेदबाट 2 जोडी जम्मा 4 वटा शब्द चाहिँ के गर्नु पर्यो भने पर्यायवाची शब्द छान्नु पर्यो। जस अन्तर्गत यहाँ के छ भने पोषिलो। अब यो पोषिलो भन्ने शब्दसँग अर्को कुन शब्द मिल्छ भनेर हेर्ने हो भने यो तागतिलो भन्ने शब्द पनि मिल्छ है, तागतिला। त्यसकारणले पोषिलो र तागतिलो भन्ने 1 जोडी पर्यायवाची भए। अब यहाँ हामीलाई 2 जोडी भनेको छ। त्यसकारण अर्को जोडी के पर्यो भने कुन हेर्नु पर्छ भने उपार्जन। उपार्जनसँग अर्को कुन शब्द मिल्छ भने आम्दानी। यी शब्दहरू चाहिँ के भयो भने पोषिलो र तागतिलो भन्ने शब्द 1 जोडी, उपार्जन र आम्दानी भन्ने शब्द अर्को जोडी। त्यसकारणले पोषिलो र तागतिलो शब्दले दिने अर्थ एउटै हो। उपार्जन र आम्दानी भन्ने शब्दले दिने अर्थ पनि एउटै भएको कारणले यी 2टा शब्दहरू चाहिँ के हुन् त? पर्यायवाची शब्द हुन्। शब्द भन्ने कुरा बुझ्नु पर्यो। अब हामी नम्बर 3 मा जाँदै छौं। नम्बर 3 मा छ दिएका शब्दको पर्यायवाची शब्दहरू लेख्नुहोस् भनेको छ। यहाँ शब्दहरू दिएको छ। यी शब्दहरूको चाहिँ हामीले पर्यायवाची शब्द लेख्नुपर्ने हुन्छ। अब यहाँ शक्ति, प्रेम,
धरती, शिर, कर्म, सुन्दर, जिन्दगी, महान, हावा, आकाश र नयन भन्ने हामीलाई यहाँ शब्दहरू दिएको छ। यी शब्दहरूको चाहिँ हामी के गर्छौं भने पर्यायवाची शब्द लेख्छौं। अब शक्ति भनेको के हो त? क्षमता, क्षमता लेख्छौं, सामर्थ्य, सामर्थ्य पर्यायवाची शब्द भयो। प्रेम भनेको माया लेख्न सक्छौं हामी, प्रेम भनेको माया हो। अब धरती भनेको जमिन, जमिन पृथ्वी पनि लेख्न सक्छौं, धरनी पनि लेख्न सक्छौं, धरनी, धरनी भनेको पनि धरती हो। शिर भनेपछि माथ लेख्न सक्छौं, माथ वा टाउको, टाउकोलाई पनि शिर भन्छौं हामी। कर्म भनेको काम वा कार्य पनि भन्छौं हामी, कर्म अथवा भाग्य पनि हुन्छ। कर्म भनेको भाग्य, त्यो पनि भनिन्छ, पर्यायवाची शब्दहरू हुन्छ। सुन्दर भनेको आकर्षक, आकर्षक, मनोरम, मनोरम, मनोरम पनि हुन्छ। जिन्दगी भनेको जीवन, जीवन। महान भनेको ठुलो, उच्च पनि लेख्न सक्छौं, महान भनेको। हावा भनेको पवन वा बतास, बतास पनि हुन सक्छ। आकाश भनेको गगन, गगन र आकाश, आकाश पनि भन्न भेटिन्छ, कति कति ठाउँमा हामीले आकाश पनि भन्छौं। नयन भनेको आँखा। यसरी हामीले यी शब्दहरूको पर्यायवाची समान अर्थ दिने कुरा रह्यो। जस्तै शक्तिलाई हामी क्षमता वा सामर्थ्य भन्यौं, त्यस्तै प्रेमलाई माया, सद्भाव पनि हुन्छ है। हामीले मायाको ठाउँमा प्रेमलाई अर्को सद्भाव पनि राख्न सक्छौं, यो पनि पर्यायवाची शब्दको रूपमा रहन सक्छ। त्यस्तै धरती भनेको जमिन भन्नु, पृथ्वी भन्नु अथवा धरनी। त्यस्तै शिर भनेको माथ, टाउको। कर्मलाई काम, कार्य र भाग्य पनि भनेर भन्न सक्छौं, पर्यायवाची शब्द आयो। सुन्दरको आकर्षक भयो, मनोरम भयो। जीवन, जिन्दगीको जीवन पनि भन्न सक्यौं। महान ठुलो, उच्च। त्यस्तै हावालाई पवन भन्यौं, बतास। अनि आकाशमा, आकाशलाई गगन, आकाश है। त्यस्तै गरी नयन भनेको आँखा। यसरी हामी यी शब्दको के गर्न सक्यौं भने पर्यायवाची शब्दको रूपमा चाहिँ हामी यी पर्यायवाची शब्द दिन सक्छौं। अब नम्बर 4 मा हेरौं। नम्बर 4 मा भनेको छ उज्यालो यात्रा कविताबाट खोजेर तल दिएका शब्दको विपरीतार्थ शब्द लेख्नुहोस् भनेको छ। विपरीतार्थ, तार्थी, उल्टो अर्थ, विपरीत भनेको उल्टो। अब यहाँ हामीले दिएको छ निम्न, दुखी, अज्ञान, सम्भव र अन्याय। अन्याय भन्ने शब्द दिएको छ। यी शब्द चाहिँ हामीले कविताबाट अथवा हामीलाई दिएको कविताबाट चाहिँ हामीले उल्टो अर्थ खोज्नु पर्ने हुन्छ। अब निम्नको के हुन्छ त? उच्च भन्ने शब्द प्रयोग गरेको छ यस कवितामा। दुखीको के गरेको छ? यो त सजिलै भइगयो, सुखी भन्ने शब्द छ। अज्ञानको उल्टो के हुने दिएको छ? ज्ञान दिएको छ। अब सम्भवको के दिएको छ यस कवितामा? असम्भव, असम्भव, भव, असम्भव दिएको छ। त्यसैले अन्यायको के दिएको छ? न्याय शब्दहरू दिएको छ। यो चाहिँ हामीले अन्तबाट लिन पाइएन, कविताबाटै के गर्नु पर्यो त लिनु पर्यो। त्यसकारणले यहाँ निम्न भनेको ठाउँमा उच्चको शब्द दिएको छ, त्यहाँ दुखी भन्ने ठाउँमा सुखी भन्ने शब्द दिएको छ। अज्ञानको ठाउँमा उल्टो ज्ञान भन्ने शब्द कवितामा प्रयोग गरिएको छ। सम्भव भन्ने को उल्टो अर्थ दिने शब्द असम्भव भन्ने शब्द कवितामै प्रयोग गरिएको छ। अनि अन्यायको न्याय भन्ने शब्द के गरिएको छ? कवितामा दिएको कारणले यो कविताबाट के गरियो भने विपरीतार्थी शब्द हामीले छनौट गर्न सफल भएका छौं। त्यस्तै गरेर हाम्रो नम्बर 5 मा दिएको छ उदाहरणमा दिए जस्तै कुनै 5 जोडी विपरीतार्थ शब्द खोजी वाक्यमा प्रयोग गर्नुहोस् भनेको रहेछ। यहाँ हामीले उदाहरणमा दिएको छ। जस्तै धारिलो के भयो त? भुत्ते भनेर
मा दिएको छ उदाहरणमा, त्यस्तै धेरैलाई के गरियो थोरै। अब यस्ता हामी धेरै शब्दहरू भन्न सक्छौँ, जस्तै सानोको के भन्न सक्छौँ, सानो भन्ने शब्द आयो, सानोलाई के भन्छौँ, ठुलो भन्न सक्छौँ, हो भन्न सक्यौँ। धेरैलाई थोरै भने जस्तै अग्लोलाई के भन्न सक्छौँ, अग्लो के हुन्छ विपरीत शब्द, होचो भयो, होचो भयो। अब दिनको के हुन सक्छ है, दिनको रात पनि हुन सक्छ। यस्ता 5 वटा भनेको छ, हामीले 5-7 वटा त्यो भन्दा बढी पनि दिन सक्छौँ। र साथसाथै के गर्नु पर्यो भने यो शब्द लेखेर वाक्यमा प्रयोग पनि गर्नु पर्यो, वाक्यमा प्रयोग गर्ने है, वाक्यमा प्रयोग गर्ने। दिएको जस्तै सानो हैन, धारिलोको वाक्यमा प्रयोग गर्न सक्छौँ, सानोलाई वाक्यमा प्रयोग गर्न सक्छौँ, ठुलो भन्ने शब्दलाई हामी वाक्यमा प्रयोग गर्न सक्छौँ। अग्लो हैन, सगरमाथा विश्वको सबैभन्दा अग्लो शिखर हो भनेर उदाहरण दिन सक्छौँ हैन। दिनको हामी वाक्यमा प्रयोग गर्न सक्छौँ, रातको वाक्यमा प्रयोग गर्न सक्छौँ। र यो नम्बर 5 को ले के भन्यो भन्दा यी दिएका 5 वटा यसरी शब्दहरू छनौट गर्ने, यहाँ चाहिँ उदाहरणमा दिएको छ, यो मैले यहाँ भन्ने। र यस्ता शब्दहरू अरू पनि हुन सक्छन्, विपरीत शब्द 5 वटा 5-7 वटा बनाउने र के गर्ने त ती शब्दलाई वाक्यमा प्रयोग गर्ने। त्यसकारणले आज हामीले यसरी नै आजको हाम्रो क्लास यही समाप्त हुन्छ। फेरि भोलि हामी निरन्तर जोडिने छौँ है त। यस हाम्रो सिकाइ संसार च्यानललाई तपाईहरुले सब्स्क्राइब, लाइक, कमेन्ट र शेयर गर्न भने नभुल्दिनु होला। हस्त, धन्यवाद।